चोरीका 4वटा 4 पाङ्ग्रे गाडी सहित धनुषा प्रहरीले 2 जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा महोत्तरी जिल्ला जलेश्वर नगरपालिका 3 मैलवारा बस्ने 60 वर्षीय मुख्तार अन्सारी र सोही जिल्लाको लोहारपट्टी नगरपालिका 6 बस्ने 40 वर्षीय जमजम भन्ने अन्सारुल कवाडी रहेको र गाडीको कागजात बनाउने एकजना फरार रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। भन्सार चोरी निकासीका गाडीहरू भारतबाट नेपाल ल्याई नेपाली नम्बर प्लेट राखी नेपालमा चलाइरहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीको विशेष टोलीले जनकपुर धामबाट गाडी नियन्त्रणमा लिई तिनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी प्रमुख एसपी मित्रबन्धु शर्माले बताए। सवारी धनी र सवारी दर्ता किताबको विवरण अनुसार चेक जाँच गर्दा यातायात व्यवस्था कार्यालय जनकपुर धाम र नारायणीमा लेखापढी भए पनि ती कार्यालयहरूमा त्यसको रेकर्ड फेला नपरेको जानकारी दिँदै ती गाडीहरू माइक्रो बस र पिकअप गाडीको नाममा दर्ता उल्लेख भएका कारण ती गाडी भारतबाट चोरी गरी ल्याएको अनुसन्धानमा खुलेको छ। नियन्त्रणमा लिएका गाडीहरूमा प्रदेश 2030001 च 1140 क्रेटा व्हाइट कलरको, प्रदेश 2030001 0110 वित्यारा ब्रिज व्हाइट कलरको, प्रदेश 2030001 च 5487 वेत्रा ब्रिज सिल्भर, प्रदेश 2030001 च 1739 स्कर्पियो व्हाइट कलरको रहेको छ। भारतबाट नेपालमा ल्याई नेपाली नम्बर प्लेट नेपालमा चलाइरहेको छ भन्ने गोप्य सूचनाको आधारमा मिति 2080 9 25 र 26 गते यस कार्यालयबाट खटेको विशेष टोलीले जनकपुर नगरभित्रका निम्न गाडीहरू विभिन्न 4वटा गाडीहरू माथि शङ्का लागि नियन्त्रणले थप अनुसन्धानको लागि यस कार्यक्रममा ल्याइएको छ र ती 4वटा गाडीहरू एउटा क्रेटा व्हाइट प्रदेश 2030001 को, त्यस्तै गरी अर्को प्रदेश 2030001 को 0110 को भिटारा ब्रेजा व्हाइट, त्यस्तै गरी प्रदेश 2030001 छ 5487 नम्बरको भिटारा ब्रेजा सिल्भर, त्यस्तै गरी प्रदेश 2030001 च 3739 नम्बर स्कर्पियो व्हाइट गरी 4वटा गाडीहरू हामीले यो अपरेसनको दौरानमा नियन्त्रणमा लियौँ र यिनीहरूको कहाँ दर्ता भएका छन्, यी गाडीहरू यी नम्बरका गाडीहरू कहाँ दर्ता भएका छन्, यी गाडीहरू चोरीका हुन् होइनन् भन्ने हिसाबले हामीले यातायात व्यवस्था विभाग कार्यालयहरूलाई चाहिँ हामीले पत्रचार गऱ्यौँ, सोध्यौँ, जानकारी लियौँ र यिनीहरू चाहिँ यी नम्बरका गाडीहरूमा अरू नै गाडीहरू दर्ता भएको देखियो भनेपछि यी चोरीका गाडी रहेको र यिनमा नम्बर प्लेट नक्कली नम्बर प्लेट राखेर यी गाडीहरू नेपालमा ल्याई चलाइरहेको अवस्थामा फेला परेको हाम्रो तत्कालको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ र यसमा संलग्न व्यक्तिहरू विशेष गरी यो गिरोहमा यो गाडीहरू भारतबाट चाहिँ नेपालमा ल्याउने र नेपालमा चाहिँ ग्राहकहरू जम्मा गरी ग्राहकहरू बोलाइ खरिद गर्न लगाउने मुख्य गरी 2 जना व्यक्तिहरू र कागजपत्रमा सहयोग गर्ने अर्को एउटा नाम नखोलेको पहिचान नखोलेको अर्को एउटा व्यक्ति, त्यसको हामी खोजी तलास गरिरहेका छौँ। यसमा जिल्ला महोत्तरी जलेश्वर नपा 3 मलवारा बस्ने अन्दाजी वर्ष 50 को मुख्तार अन्सारी जसले इन्डियाबाट गाडीहरू नेपालमा ल्याउने र नेपालमा ग्राहकहरू खरिद गरी ग्राहकहरूलाई चाहिँ बेच्ने काम गर्ने जिल्ला महोत्तरी लोहरपट्टी नपा 6 बस्ने 40 को जमजम भन्ने अन्सारुल कवारी यो र एकजना प्रष्ट नाम नखोलेको हाल पक्राउ नपरेको जसले बिलबुक बनाउन नक्कली बिलबुक बनाउन पनि सहयोग गर्ने गरेको अनुसन्धानको प्रारम्भिक अनुसन्धान खुलेको छ, उसको पत्तालास भइरहेको छ र निजहरू विरुद्ध हामीले ठगी तथा कृत्य अन्तर्गत कारबाही गर्ने हिसाबमा तयारी गरिरहेका छौँ भने यो गाडीहरूमा गाडी खरिद गर्ने 2 जना जुन झुक्यानमा परि खरिद गरे र अरू 2टा गाडीमा चाहिँ ड्राइभर मात्र थिए, साथी थिएन खरिद गर्ने। यी अन्य 4 जना व्यक्तिहरू चाहिँ 5 जना व्यक्तिहरू यी झुक्यानमा परेको पीडित हुन गएको कोही केही बुझेर कोही नबुझेर हिसाबमा चाहिँ खरिद गरेको चलाएको भन्ने कुरा प्रारम्भिक अनुसन्धान देखेको हुनाले यिनीहरूलाई हामीले चाहिँ आफ्नो निगरानीमा र तारेखमा राखी यसलाई थप अनुसन्धान गरिराख्ने र अन्यको हकमा चाहिँ हामीले सोअनुसार चलन प्रचलित कानुन बमोजिम कारबाही गर्ने र बिचमा हामीले उक्त गाडीहरू चोरी निकासीको हिसाबबाट कारबाही गर्नमा चाहिँ थप हामीले सम्बन्धित निकायमा पठाउनेसम्मको योजना हामीले तयार गरेका छौँ। यो एउटा विषय रह्यो जसले गर्दाखेरि चाहिँ अवैध गाडीहरू अझै पनि हुन सक्ने हाम्रो सूचना थियो, तैपनि हामीले अहिले 4वटा मात्र पक्राउ गर्न सफल भयो। यो अभियानलाई हामीले सुचारू राख्नेछौँ।
आगामी दिनहरूमा यसमा थप अनुसन्धान तथा थप कारबाहीहरूको देखिनेछन् भन्ने कुरा मैले यहाँहरूलाई जानकारी गराउन चाहेँ र सँगसँगै अर्को विषय यहाँहरूसँग